धन्यवाद भाई कार्यक्रम औपचारिक कार्यक्रम है यो चाहिँ औपचारिक कार्यक्रम चाहिँ अब सेकेन्ड हो थ्याङ्क यू धन्यवाद ल अब हाम्रो खानपिन अझै बाँकी छ आजको एकदमै आफ्नो अमूल्य समय एकदमै बिजी व्यस्त समयको बावजुद पनि यहाँ आएर हामीलाई साथ दिनुभयो उहाँलाई म आदिवासी नेपाल आदिवासी जनजाति महासङ्घ खेलगण्डीको तर्फबाट र म मेरो व्यक्तिगत तर्फबाट पनि यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र हाम्रो औपचारिक कार्यक्रम अन्त्य भएको पनि घोषणा गर्न चाहन्छु। अब हामीसँग अझै पनि खानेकुराहरू बाँकी छ पिउने कुराहरू बाँकी छ होइन अझै बसौँ कति साथीहरूको टाइम एकदमै छोटो होला टाढा पुग्नु पर्ने छ तर पनि हामी जति हामी हुन्छौँ टाइम हुने साथीहरू बसौँ अझै पनि अन्तर्क्रिया गरौँ इन्डिभिजुअली हामी अब एक आपसमा अन्तर्कुन्तरका कुरा निकाल्दा पनि त्यो पनि अन्तर्क्रिया नै भन्ने गर्छु मैले चाहिँ त्यस कारण दुईजना मात्रै आन्तरिक कुराहरू गर्दा पनि हामीले ठिकै गऱ्यौँ जस्तो लाग्छ। कमजोर त भए नै होला कमी कमजोर भयो भने फेरि पनि हाम्रो यो एउटा महासङ्घले आदिवासी जनजाति महासङ्घले देउसीको पनि कार्यक्रम गर्छौँ किनभने हामी देउसी पनि खेल्ने गर्छौँ कतिले खेल्दैनौँ पनि तर पनि महासङ्घ चाहिँ खेल्छौँ त्यसमा हामीले फन्ड रेज गर्ने एउटा संहिता तोड्ने कुरा हामी यहाँ बसेको संस्थाहरूले हामी यहाँ भएको संस्थाहरूले त्यो आवाज त्यसको संहिताको फन्डे नै हुन्छ धेरै औपचारिक हामी कार्यक्रमको उतारोमा औपचारिक रूपमा यो कथा धन्यवाद खुसीलाई गर्दै पर्ने भएको हुँदाखेरि अलिकति मैले यहाँ भन्दा पुरानो